सो यस म जीवन विज्ञानको यो प्रयोगशालामा अथवा यो जीवन विज्ञानको आश्रममा छु। मैले ऐश्वर्य विज्ञान कोर्स जुन यो जीवन विज्ञानको अनेकौं कोर्स मध्येको एक कोर्स छ, लाइफ प्रस्परस कसरी बनाउने, द साइन्स बिहाइन्ड द प्रस्पेरिटी, ऐश्वर्य विज्ञान। सो यो 7 दिन आज अन्तिम दिन रहेको छ र यही दिनमा मैले यो भ्लग बनाइरहेको छु। ठ्याक्कै पछाडि हाम्रो हल छ। यहाँ हलमा चाहिँ हामीले भित्र गुरुको प्रवचन अनि ध्यान अनि योगा यसरी नै हाम्रो बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म लगभग 10 घन्टा 12 घन्टा हामीले यसरी यहाँ बिताउँथ्यौँ। र आज हाम्रो दैनिकी कस्तो हुन्थ्यो म सबै भिडियोमा देखाउने छु। म चाहिँ अब यहाँनिरको धेरै लर्नर्सहरूसँग आफ्नो एउटा पिस अफ लर्निङ्सको लागि सबैसँग अनुरोध गरिरहेको छु र आई हेभ मेट वान अफ द भेरी ग्रेट पर्सनालिटी। हरेक अङ्गको चाहिँ आफ्नो महत्त्व छ, तर हाम्रो शरीरको सबभन्दा महत्त्वपूर्ण शक्तिशाली अङ्ग भनेको ब्रेन। हजुर, जसले यो ब्रेनलाई सही सदुपयोग गर्न सक्छ त्यसले चमत्कारै गर्न सक्छ। ब्रेनमा पनि 3वटा पार्ट हुने रहेछ, कन्सियस माइन्ड, सब कन्सियस माइन्ड र सुपर कन्सियस माइन्ड। हजुर, है, जसले सब कन्सियस र सुपर कन्सियस माइन्डलाई एक्टिभ गर्न सक्छ स्वतः ऊ एउटा चमत्कारी व्यक्ति बन्न सक्छ। ओल्डमा यसले त्यो व्यक्तिले केही न केही सृजना दिन सक्छ। सब कन्सियस माइन्ड त्यति पावरफुल हुँदै पनि मैले यो सब कन्सियस माइन्डलाई एक्टिभ गर्छु, म चलाउँछु, म यसलाई मुभ गर्छु र मैले बेनिफिट लिन्छु भनेर सहजै एक्टिभ हुनेवाला छैन। है, सब कन्सियस माइन्डलाई एक्टिभ गर्नको लागि यसलाई सर्टेन एउटा प्रोग्राम बनाएर, एजेन्डा बनाएर त्यसको साइज सहितको त्यसको टाइम ड्युरेसन दिएर यदि हामी त्यो इन्फर्मेसन सब कन्सियस माइन्डलाई दियौँ भने सब कन्सियस माइन्डले त्यो टास्क टाइममै पूर्ण गर्नको लागि तपाईँलाई पटक 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 इन्फर्म गर्छ, सहयोग गर्छ र तपाईँ निदाको बेलामा पनि तपाईँलाई सहयोग गरिरहेको हुन्छ। है, मैले अहिलेसम्म के बुझेको थिएँ भने सब कन्सियस माइन्डलाई प्रोग्रामले नै मात्रै, एउटा टास्कले मात्रै, एउटा ड्रिमले मात्रै एक्टिभ गर्न सक्छ भन्ने लागेको थियो। तर यहाँ आएर मलाई के अनुभूति भयो भने सब कन्सियस माइन्डलाई मेडिटेसनबाट पनि एक्टिभ गर्न सकिने रहेछ र सुपर कन्सियस माइन्ड यदि एक्टिभ गर्न सकियो भने त हामी यो वर्ल्डको चमत्कारी व्यक्ति बन्न सक्ने रहेछौँ। त्यो अथाह ध्यान तपस्याबाट सम्भव छ भन्ने कुरा मैले यो 7 दिनको ट्रेनिङबाट पाएँ। हजुर, म धेरै सन्तुष्ट छु। हजुर, अब मलाई के लाग्यो भन्दाखेरि हजुरको सुपर कन्सियसको कुरा गर्नु भने अहिले पनि जति पनि अनि हामीले चमत्कारी व्यक्तिहरू जस्तो एलन मस्कहरू भयो, जेफ बेजोस, जति पनि बबाल मान्छेहरू छ उनीहरू सायद त्यही एक्टिभेट गरेरै उनीहरू त्यहाँसम्म पुगेको जस्तो लाग्छ मलाई चाहिँ। हो, हजुरले एकदम सही कुरा गर्नुभयो। सुपर कन्सियस माइन्ड जो कोहीको एक्टिभ हुँदैन, यदि जसको एक्टिभ छ जसले चमत्कार गरेको छ उसको सुपर कन्सियस माइन्ड एक्टिभ भएरै गरेको छ भन्ने चाहिँ हामीले बुझ्नु पर्छ। र त्यो ज्ञान भनेको ऐश्वर्य विज्ञान। ऐश्वर्य विज्ञान एउटा यस्तो विज्ञान हो जसले तपाईँ हामी मानव भएर पनि हामीले हाम्रो यो शरीरको महत्त्व बुझेका छैनौँ, यो शरीरलाई माया गरिरहेका छैनौँ। यो महत्त्वपूर्ण यो शरीरलाई हामीले पटक 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 के गरिरहेका छौँ भने नोक्सान हुने काम गरिरहेका छौँ। पहिला तपाईँ आफूले आफैलाई माया गर्नुहोस्, आफ्नो शरीरलाई माया गर्नुहोस्, आफ्नो शरीरका अङ्गलाई माया गर्नुहोस्। त्यसपछि मात्र तपाईँले अरूलाई सहयोग गर्न सक्नुहुन्छ, आफ्नो भिजन ड्रिम साकार पार्न सक्नुहुन्छ। यदि तपाईँको ड्रिम भिजन साकार भयो भने तापनि यदि
त्यो सफलता तपाईँको शरीरले अनुभव गर्न लागेको शरीर रहेन भने त्यसको कुनै औचित्य छैन। हजुर एकदमै राम्रो। मैले त अब सबै रिकल भयो, हजुरले मलाई रिभिजनै गरिदिनु भयो। सो म भिडियो पछि पनि हेर्छु। एकदमै धन्यवाद। हजुरको नाम? म विक्रम खरेल, म ट्रेनर, हजुर ट्रेनर, एक्टर, राइटर, प्रड्युसर, डिरेक्टर। हरि ओम, म डाक्टर रेम कुमार राई। पेसाले म एउटा सिनियर अर्थोपेडिक सर्जन हुँ। आफ्नो स्वास्थ्य ठिक हुनुपर्ने रहेछ। हजुर, जुन हामी यहाँनिर विभिन्न योगका आसनहरू, व्यायामहरू गरेर आफ्नो शरीरलाई मजबुत बनाउने चाहिँ एउटा अभ्यास गर्छौँ। त्यसपछि मन एकदम स्थिर र शान्त हुनुपर्ने रहेछ। अनि मात्र यो जीवनमा हजुरको धन दौलत वैभव जे भनिन्छ हामीले होइन, सम्पत्ति समृद्धि जे भन्छौँ, जे नाम दिए पनि हामीले समग्रमा ऐश्वर्य भन्दा रहेछौँ, त्यो चाहिँ बिना रुकावट प्रभाव हुने रहेछ। त्यो हामीले पहिचान गर्न सक्नुपर्ने रहेछ। मैले यस्तै कुराहरू बुझेँ। यो चाहिँ एक किसिमको मलाई चाहिँ दिव्य ज्ञान जस्तो लाग्यो वास्तवमै होइन। म त अत्यन्तै खुसी छु, म त एकदम आनन्दित छु। यो रहस्यहरू धेरै पहिला पत्ता लागेको भए अझ बढी जीवनमा चाहिँ जीवन सुखमय हुन्थ्यो होला, आनन्दमय हुन्थ्यो होला। म अत्यन्तै ठिक छ। अब मैले चाहिँ प्रश्न के सोध्न चाहेँ भन्दाखेरि, म त एज अ युथ होइन एकदम करियरमा अब म कता जाउँ फोकस मैले ध्यान दिन सकिरहेको थिइनँ। धेरै प्यासन, धेरै इन्ट्रेस्टहरू थियो यताउता, सबैलाई आफ्नो टाइम दिँदै एउटामा छुट्छ, अर्को अलिकति राम्रो भयो जस्तो हुन्छ, फेरि ब्यालेन्स मिल्दैन क्या। अनि त्यो मेरो ऊर्जाहरू चाहिँ छ, ममा अलिक शक्ति छ जस्तो लाग्छ, मेरो पोटेन्सियल पनि छ। तर हजुर त अब डक्टरै भइसक्नु भएको छ अहिले होइन, सर्जन, एज अ सर्जन, रेप्युटेड सर्जन भएर काम गरिरहनु भएको छ। तपाईँलाई चाहिँ यो कोर्समा लिनुभन्दा पनि अब मैले के बुझेको छु भने मेरो प्यासन अनुसारकै मैले आफ्नो प्रोफेसन बनाएँ। अब त्यसमा चाहिँ अझ पवित्रता थप्दै सेवाको भाव राखेर गरेँ भने मेरो जीवनमा ऐश्वर्य यसै पनि आकर्षित हुने रहेछ भन्ने कुरा बुझेँ मैले। मेरो बुझाइ चाहिँ त्यही छ। आफूमा डरो हुने आकर्षण आफै हुन्छ होइन, मैले भने नि मेरो आफ्नो प्रोफेसनमा पवित्रताका साथ मैले सेवाको भाव राखेँ भने, किनभने मेरो प्रोफेसन अहिले यसलाई नोबल प्रोफेसन पनि भन्छ, पवित्र एकदमै पवित्रताका साथ वास्तवमै मैले भित्री आत्मादेखि यसलाई सेवाको भावमा राखेँ भने ऐश्वर्य चाहिँ 10 दिशाबाट ऐश्वर्य ममा आकर्षित हुने रहेछ भन्ने मैले बुझेँ। अत्यन्तै गहिरो र गहन पूर्वीय सभ्यताभित्रको एउटा हाम्रा ऋषि मनीषीहरूले दिनुभएको ज्ञान हाम्रो जीवन विज्ञानमा मात्रै रहेको रहेछ। यो ठाउँमा आउन पाउन अत्यन्तै भाग्यशाली र पूर्व जन्मको कुनै कर्म पनि भन्नुपर्छ यहाँलाई। हस्, धेरै धेरै धन्यवाद। सो मलाई चाहिँ के लाग्यो भन्दाखेरि, म एज अ युथ चाहिँ हामी चाहिँ अलिक धेरै मोडर्न खोज्छौँ क्या, जे कुरामा पनि अलिकति नयाँ, अलिकति भाइरल के भइरहेछ, ट्रेन्डिङमा के छ, त्यस्तो खालको नलेज, त्यस्तो खालको स्किल, त्यस्तो खालको प्रोफेसनमा मात्र जान खोजिरहेको भइरहेछ। अनि यसमा चाहिँ मलाई के लाग्यो भन्दाखेरि, यहाँनिर चाहिँ बोथ हाम्रो पहिला ऋषिमुनिहरूले गरेको त्यो एउटा ज्ञान, अनि त्यहाँ स्क्रिप्चरमा लेखेको कुराहरू, प्लस अहिलेको मोडर्न वर्ल्डमा के चाहिरहेछ, रिसर्च, अहिलेको प्रेजेन्ट रिसर्च। अब जीवन विज्ञानको यहाँनिरको हाम्रो भानु गुरुदेवले लिनुभएको क्लास यति त्यो अपडेटेड थियो कि 3-4 दिन अगाडि भन्नुभएको थियो नि, इलन मस्कको त्यो पोडकास्ट, निखिल जेरोदाको फाउन्डर, उहाँसँग लिएको पोडकास्टको बारेमा लगभग हामीलाई आधी घन्टा 1 घन्टा ओभरअल क्लासभरि त्यसको बारेमा भन्नुभयो। सो त्यति अपडेटेड छ। अनि 1 महिना 2 महिना अगाडिको पिएचडीको थेसिसहरूको बारेमा हामीलाई बुझाउनु भयो, त्यति अपडेटेड छ क्या। अब यो के हो र पहिलाको कुराहरू हो, यो पहिलाको कुरालाई छोडिदिनुपर्छ, यस्तो काम छैन भन्ने हुन्छ नि त। मेरै सोच पनि अब पहिला यस्तो के धर्म, यो स्पिरिचुअलिटीसँग त्यति कनेक्टेड नहुँदाखेरि पनि यस्तै सोच आउँथ्यो। तर जब आफ्नो मन, आफ्नो भावना, आफ्नो सोलप्रति काम गर्न थाल्यो, तब यस्तो कुराहरूमा झन् आकर्षित हुँदै जाँदो रहेछ। सो त्यही कारणले गर्दाखेरि म यहाँ आएको थिएँ र आफ्नो पथ भेट्टाउन होइन। हाम्रो गुरुले भन्नुभएको ड्रिम इज इक्वल टु पथ, PATH, प्यासन, एक्सन, ट्रेनिङ अनि एचबाट ह्याबिट्स। एकदमै रिलेभेन्ट, अहिलेको एकदमै प्रभावकारी छ। सो विल मेट। अब आजको दिनचर्या चाहिँ म देखाउने छु। अब भित्र हाम्रो क्लास भइरहेको बेला अथवा भित्र हलमै भित्र चाहिँ खिच्न चाहिँ पाएन र डिसिप्लिन हुन्छ, अनुशासन भने जस्तो। सो बिहानको
योग चाहिँ सक्यो लगभग 1.5 घन्टा जति र अहिले ब्रेक भएको छ। यसपछि चाहिँ हाम्रो ऐश्वर्य विज्ञानको अन्तिम दिन अष्टलक्ष्मीको अन्तिम विजया लक्ष्मीको बारेमा प्रवचन छ। अमेजिङ। म बिहान आउने बेला अर्कै थिएँ, अहिले अब योग गर्ने बित्तिकै अर्कै भयो। स्वर एकदम मधुर, मुस्कान नेचुरल्ली आउँछ क्या, यो एकदम डिभाइन फिल भएपछि। ल हाम्रो अब रमेश गुरुको चाहिँ कार्यक्रम सक्यो अनि फोटो सेसन भइरहेछ। सो 2 बज्यो, अहिले ठ्याक्कै खाना खाने समय। हो ल यहाँ फेरि सुरु ल 1 2 3 स्टार्ट ल। सो यस पाएको मान्छेहरूको त मैले रिभ्यू लिएँ, लर्नर्सको लर्निङ्सहरू सेयर पनि भयो। अब वाट वी एज अ जेन जी थिङ्क अफ दिस कोर्स, यहाँसँग मसँग धेरैजना हुनुहुन्छ। यस सर। ऐश्वर्य विज्ञान लिएको मान्छे यस्तो लिमिटिङ थट्स लिने होइन त ब्रो। ओके हामी सो यहाँको हाम्रो ऐश्वर्य विज्ञानको सबभन्दा यङ्गेस्ट साधक, हजुरको नाम भनिदिनुहोस्। क्रिस। अनि ऐश्वर्य विज्ञानबाट पाउनुपर्ने कुरा ध्यान गर्न सिक्नुभयो। लिमिटिङ थट्सहरूसँग कसरी जेस पहिचान भयो। के रहेछ लिमिटिङ थट्स? एउटा मात्रै पढ्न गाह्रो हुन्छ भन्ने लिमिटिङ थट्स, तर पढ्न सजिलो छ। ओके सो आई हेभ वान। अब मेरो भ्लगमा अलिकति फेमिनाइन इनर्जी पनि चाहियो। हजुरको नाम? रिजु कोइराला। अनि ऐश्वर्य विज्ञान त्यहाँनिर लगभग कोही छैन होला 3 चोटि ऐश्वर्य विज्ञान गरेको मान्छे। यस्तो त्यो प्यासन हुनु पऱ्यो क्या, लर्निङमा नि प्यासन हुनु पऱ्यो। किन 3 चोटि चाहिँ किन? 3 चोटि किन? ओके त्यो फर्स्ट चोटि गर्दा चाहिँ मलाई थाहा छ जस्तो हुन्छ, सेकेन्ड टाइम गर्दा चाहिँ अलिअलि मैले थाहा पाएको रहेछ, थर्ड टाइम गर्दा चाहिँ अहिले चाहिँ मलाई केही थाहा नै रहेनछ, गर्न बाँकी धेरै छ जस्तो फिलिङ आउँछ त्यही हो। ओके अहिले अब अझै बाँकी रहेछ त, अर्को पालि फेरि लिने? पछि लिने हो, तर अब चाहिँ जे भयो नि एउटा पाथ पत्ता लागिसकेको पहिले लागेको थियो त्यही हो, तर त्यसलाई पनि अलिकति बढाउनलाई चाहिँ हेल्प हुन्छ, त्यही भएर फेरि रिपिट। ओके केही अब लर्निङ्स हजुरको पाथ इफ यु वान्ट टु से केही भन्न मिल्छ भने? मेरो चाहिँ पाथ चाहिँ ट्राभलतिर, के अरे टुरिज्मतिर अनि वेलनेस टुरिज्म। यस वेलनेस स्पिरिचुअलिटी त अब हामी सबैसँग हुन्छ, मसँग नि हुन्छ। मैले काममा नि ल्याउँछु, मेरो पर्सनल लेभलमा पनि म वेलनेसलाई प्रमोट गर्छु। हामीलाई त सोध्नुभयो, अब आफ्नो त भन्नु। एन्ड द युथ अब जीवन विज्ञान हेलो होइन हरिओम। ल ठिक छ। हजुरको बेस्ट लर्निङ एउटा कुनै सानो पोइन्ट? मेरो बेस्ट लर्निङ भन्दा पनि अथवा मैले यो प्रोग्राम गरेपछि चाहिँ मेरो आफ्नो आध्यात्मिक के भन्ने, अब मैले आफ्नो भित्र भएको अध्यात्मलाई एक्सपिरियन्स गर्न पाएँ। यु फिलिङ डिभाइन त्यसो भए अहिले? डिभाइन। अनि आई वान्ट टु डु मोर सच प्रोग्राम्स। अझै म नि गर्ने हो। अब म त लय विज्ञान, यो के छ बोध विज्ञान, चक्र विज्ञान फर्स्ट टाइम हो आउनु भएको तपाईँ? यहाँ मेरो फर्स्ट टाइम। ल म्याराथनमा नेक्स्ट टाइम म्याराथनमा भेटौँ है। बाई बाई। त्यस्तो हरिओम। हाम्रो तर्फबाट डान्स चाहिँ हरेक सेसनमा नि हरिओम। ल ठिक छ हजुर ल।
अलराइट ऱ्याप अप सबै सक्यो 7 डेज ऐश्वर्य विज्ञान ऐश्वर्यशाली भयो नि त हामी अलराइट यत्रो दिन सँगै बस्यो है यसले उसलाई तथा नाम भन्यो उसले उसलाई तथा नाम भन्यो है एउटै हलमा बसेर यसको सास मैले फेरेँ मेरो सास यसले फेऱ्यो है तर छुट्टिने बेला साह्रै नरमाइलो लाग्दो रहेछ हामी यसो गरी कसो होला ऐश्वर्य विज्ञानको बारेमा केही भनिदिनु मैले त केही बुझेन माई इङ्ग्लिस हरिबहादुर अनि गुरु टकिङ इङ्ग्लिस आई नो अन्डरस्ट्यान्ड यस्तो हुन्छ जीवन विज्ञान आएपछि मन यति प्रसन्न हुन्छ मान्छे आफ्नो भावना सबै खुल्छ हेर्नुहोस्